नमस्कार। मैले आज चाहिँ यो नाग पञ्चमी पनि आउँदैछ, नागको बारेमा कुरा गर्छु हैन। त्यो वेददेखि विज्ञानसम्मको टपिक छ नि, त्यसमा चाहिँ नागको बारेमा एक दुईवटा भिडियो बनाउने विचार गरेँ हैन। एउटै भिडियोमा सबै कुरा जाँदैन है। अनि यसमा चाहिँ अब पहिल्यै वैदिक कालमा पहिल्यैदेखि नै यो चाहिँ सर्पहरूको एक्जिस्टेन्स छ हाम्रो मिथहरूमा पनि हैन, रामायणमा पनि जतासुकै छ हैन। नागलोकै भन्थे पहिला अनि यिनीहरूले मणिहरू त्यस्तो जेवरात राख्ने भएर नागलोक एकदम धनी लोक भन्थे हैन। कश्यप महर्षिको एकदमै धेरै श्रीमतीहरूमध्ये कद्रु भन्ने श्रीमतीबाट यो नागहरूको जन्म भएको अरे हैन। अनि नागहरूको बुवा चाहिँ कश्यप ऋषि हो अरे हैन। अनि यो नागहरू चाहिँ धेरै छोराहरू छन्, कुनै छोरा के। अनि कृष्ण भगवानले त्यो नदीमा मारेको काली नाग त्यो पनि एउटा छोरा हैन। अनि ती सबै छोराहरू मध्येमा त्यो राजा दक्षको कि राजालाई टोक्न जाने नाग पनि त्यो के गरे छोरा नै हो हैन। उसलाई चाहिँ दुधसुध के गरेर फकाएर टोक्नबाट के गरेको छ हैन। हाम्रो मिथ छ त्यो एउटा है। अनि ठुलो छोरा चाहिँ शेषनाग अनि सानो छोरा चाहिँ बासुकी नाग, त्यो दुईटालाई चाहिँ हामी पूजा गर्छौँ हैन। शेषनाग चाहिँ पहिलेदेखि पूजनीय है, उनी चाहिँ अनन्त। अनि यो प्रलय आए पनि शेषनागको चाहिँ शेष रहने भएर शेषनाग भएको अरे। उनी चाहिँ रहने नमासिने, त्यही भएर यसलाई अनन्त पनि भन्छ अरे शेषनागलाई हैन। अनि बासुकी नाग चाहिँ अलि पछि राजा भएको, नागको राजा भएको। अनि अलिकति घमण्डी पावरले गर्दा हैन, त्यस्तो भएको मै हुँ भन्ने। अनि पछि चाहिँ अब यो हुन थाल्यो हैन। अमृत चाहियो देवता दानवलाई, देवताहरूलाई यो अजम्मरी हुन पर्यो यिनीहरूलाई। अनि अमृत चाहियो। अनि सुमेरी पर्वत चाहिँ गर्न मन्थन गर्ने भन्ने भयो हैन। त्यसमा चाहिँ मदानी त पर्वतै भयो। अनि त्यसपछि त्यो रसी चाहिँ कलाई बनाउने के बन्ने को बन्ने त भन्दाखेरि सबभन्दा लामो चाहिँ राजा के गरे बासुकी नाग राजा हैन, नाग राजा। अनि राक्षस देवता गएर मनाएर आएर भनेपछि अनि रसी बन्न तयार भए हैन। त्यो पर्वतको वरिपरि भएर तान्ने एकातिर। अनि उनले चाहिँ त्यहाँ पनि शर्त राखेको छन्, देउतातिर गर्ने बन्ने भनेर शर्त राखे हैन। अनि तानातान भयो। उनले देख्दाखेरि देउतालाई देख्न पाउने अरे। अनि तानातान हुँदाखेरि चाहिँ असाध्यै पीडा भयो क्या उनलाई बिचरा है। असाध्यै पीडा भएर आत्तेर भयो हैन। अनि त्यसपछि त्यहाँबाट सबै निस्केर विष निस्क्यो पहिला। अनि विष निस्केपछि अनि त्यसपछि त्राही मच्यो। अब त्यो विषले सबै गर्ने भयो, मार्ने भयो, त्यो भन्ने भयो हैन। अनि त्यो अलौकिक विष थियो। अनि त्यसपछि अनि महादेव आएर चाहिँ त्यो विष चाहिँ पिइदिनु भयो हैन। अनि विष खाएर केही नबोलिकन विष खाएर त्यो विष चाहिँ घाँटीमै अड्काएर जगतलाई बचाउने उसमा हैन, अरूले गर्न नसक्ने, महादेवले मात्रै सक्ने। अनि घाँटी निलो भयो, पोल्यो हैन। अनि त्यसमा चाहिँ त्यो देखेर बासुकी नागलाई एकदमै लाग्छ कि त्यो त्याग देखेर। अनि ऊ चाहिँ एकदमै भक्त भयो, शिव भक्त। अनि उसलाई चाहिँ त्यस्तो पीडा दुःख पनि भएको छ हैन त्यस्तो बेलामा। अनि त्यही पनि त्यो हुनको लागि पनि उसले चाहिँ शर्त राखेको थियो। ऊ चाहिँ निशर्त, महादेवले निशर्त विष पिएकोले। अनि त्यसपछि उसलाई चाहिँ एकदमै भयो हैन। अनि महादेवको एकदमै आत्मादेखि भक्त भयो अरे ऊ। अनि गएर महादेवको कैलाश पर्वतमा गएर क्षमा माग्न जाँदाखेरि अनि महादेवले उसलाई क्षमा स्वरूप आफ्नो गलामा भिरेको अरे हैन। त्यहाँदेखि बासुकी नागको पूजा हुन थाल्यो। अनि शेषनाग चाहिँ ऊ नै स्वभावले नै नरम हैन प्रकारको। अनि उनी चाहिँ एकदमै नारायण भक्त है। ब्रह्माले नै उसलाई नारायण भक्त गर्न प्रेरित गरेको कथाहरू पनि छ फेरि। नारायण भक्त जन्ममा हैन, राम जन्मदा पनि लक्ष्मण भएर जन्मेको, कृष्ण जन्मदा पनि प्रत्येक युगमा जन्मेको के, कृष्ण जन्मदा पनि बलराम भएर जन्मेको हैन।
यो के लक्ष्मणको बलरामको त मैले सुनिनँ, लक्ष्मणको त आँखा सितिमिति चिम्काउँदैनन् भनेर भन्छ नि होइन, नाग भएर त्यस्तो भएको अरे भन्ने छ। अनि यसरी उनी त्यो भएर एकदम नारायण भक्त भएको कारणले नारायणलाई मेडिटेसन गर्न, सुत्नलाई, रेस्ट गर्नलाई त्यो समुद्रमा जाँदाखेरि होइन, समुद्रमा गएर रेस्ट गर्दाखेरि चाहिँ, महासागरमा गएर रेस्ट गर्दाखेरि चाहिँ शेषनागले आफू ओछ्यान बन्देर आराम होस् भनेर त्यो समर्पण गरेर ओछ्यान बन्देर माथिबाट पानी घामले केही नहोस् भनेर छाता बनिदिएको अरे। 1000 टाउको भएको नाग भने भन्छन् होइन, 1000 त त्यस्तै हो, जस धेरै टाउको भएको नाग जुन हामीले पूजा गर्छौँ त्यो नाग शेषनाग, विष्णुप्रति समर्पित नाग। अनि जुन सिङ्गल टाउको भएको सिङ्गल नाग एउटा मात्रै पूजा गर्छौँ त्यो नाग चाहिँ वासुकी नाग, ऊ चाहिँ शिव समर्पित नाग भए होइन। अब ऋषिहरू पनि ब्रह्माका छोरा भन्छन्, त्यो हेतुले त नागहरू पनि ब्रह्माका नाति भए होइन। त्यो यो चाहिँ मिथ भयो, यो चाहिँ वेदको कुरा भनौँ न अब होइन, पहिलाको मिथ पनि छ, वेदमा यो कुराहरू पनि छ, यो वेदमा एउटा मिथको कुराहरू पनि आएको छ। अब यो के कसरी हाम्रो कनेक्सन भएको छ होइन, त्यो डिटेलमा त थाहा भएन, जे होस्। अब हामी थाहा पाउनु पर्ने चाहिँ हामीले नाग पूजामा शिव समर्पित नाग र नारायण समर्पित नागको पूजा गर्छौँ। धेरै टाउको भएको नाग शेष नाग नारायणको र एउटा टाउको भएको वासुकी नाग शिवप्रतिको नाग, शिवको घाँटीमा भएको नागको पूजा गर्छौँ। के पूजा गर्छौँ भनेर थाहा पाइराख्नु पनि राम्रो हुन्छ होइन। हवस् त आजलाई यतिकै, यसमा अलि अरू भिडियो पनि बनाउनु पर्छ नागको बारेमा। आज चाहिँ यो भिडियो यति नै सक्छु। हवस् त, नमस्कार, धन्यवाद सुनिदिनु भएकोमा।